नमस्कार, हार्दिक स्वागत छ। प्रस्तुता म हिक्मत नेपाली विभिन्न ठाउँमा, विभिन्न क्षेत्रमा, विभिन्न प्रतिभाहरूलाई उजागर गर्दै तपाईँहरूको माझमा उहाँहरूको भिडियोहरू प्रस्तुत गर्दै यात्रा हाम्रो अगाडि बढिरहेको छ। हामी यो भिडियोहरू कमल बजार मिडिया प्रणालीद्वारा सञ्चालित केबिएम टिभी अनलाइन, कमल बजार दैनिक, केबिएम खबर फेसबुक पेज लगायत मेरो व्यक्तिगत एकाउन्ट हिक्मत नेपाली, रेडियो केबिएम अछाम लगायतका फेसबुक पेजहरूमा हामी भिडियोहरू अपलोड गर्छौँ। अनलाइन टिभीमा हेर्ने तथा फेसबुक पेजमा हेर्ने दर्शक महानुभाव र रेडियो केबिएम एफएम 89.9 मेगाहर्जमा सुन्ने सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दै आज म विभिन्न प्रतिभाहरूलाई उजागर गर्ने क्रममा तुर्माहाद गाउँपालिकामा आइपुगेको छु र तुर्माहाद गाउँपालिकाको यो मुख्य केन्द्रमा एकजना प्रतिभा हामीसँग आउनु भएको छ, भेटिनु भएको छ। उहाँको प्रतिभा तपाईँको माझमा उजागर गर्नका लागि म उहाँसँग छोटो कुराकानी गर्नेछौँ र उहाँका केही छोटो छोटो गीतहरू सुन्नेछौँ। उहाँको विशेषतः गायनमा अभिरुचि छ, हामीले हिजो पनि सुन्यौँ। उहाँको आधुनिक गायनमा पनि त्यत्तिकै अभिरुचि छ। कस्तो कस्तो खालको गीत गाउनुहुन्छ, सबैभन्दा पहिले त स्वागत गर्न चाहन्छु। स्वागत छ बहिनी, तिम्रो परिचय जोडा सबैभन्दा पहिले, अनि कुन ठाउँबाट हो, आफ्नो छोटो परिचय। धन्यवाद। मेरो नाम जेनिसा नेपाली होइन। मेरो घर तुर्माखात गाउँपालिका वार्ड नम्बर 4 जयसुर। म चाहिँ अहिले यो गीत सङ्गीतमा अलिकति रुचाउने भएकाले धेरै खुसी लागेको छ। हजुरहरूसँग भेट्न पायो, यसरी मौका पायो। हामीले पनि धेरै ठाउँ हजुरको भिडियो हेरेका त थियौँ, तर प्रत्यक्ष भेट भयो। तपाईँको गायन प्रतिको अभिरुचि एकदमै छ र आगामी दिनमा भविष्यमा यस क्षेत्रमा उज्जवल भविष्यको कामना सुरुवातमै गरे र सुरुवातमै एउटा गीतबाट यहाँको प्रतिभा प्रस्फुटनको यात्रा अगाडि बढाऊ, त्यसपछि अन्य अन्य कुराकानीसँगै गीत सुनाउला। के सुनाउनुहुन्छ हामीलाई सुरुमा हाम्रो दर्शकलाई? म एउटा लोकदोरी गीत सुनाउँछु नि त। आउँदैन काल हेरेर पात्रोमा पाउन मलाई खोजेर कात्रोमा बगेपछि फर्काने खोला हुँदैन। हाँसी खुसी रमाऊ है बाँचुन्जेल आज भरि मान्छेको चोला हुँदैन। हजुर, मिठो लोक भाका यो बिहानी प्रहरमा सुनाउनु भयो। बिहानी प्रहरको यो घामसँगै यहाँसँग कुराकानी गर्ने मौका पनि मिलेको छ। वास्तवमै लोकगीत, लोक भाका हाम्रा आफ्नै मौलिक भाकाहरू हुन्, त्यसप्रति यहाँको अभिरुचि देखियो। लोकगीतसँगै अन्य विधाका गीतहरू पनि गाउनुहुन्छ जस्तो लाग्छ मलाई। हामीले हिजो कुनै कार्यक्रममा तपाईँको आधुनिक गीत पनि सुनेका थियौँ। लोक र आधुनिक गीतहरू बाहेक अन्य गीतप्रति पनि हो कि दुईटै गीत सुनाउनुहुन्छ? लोक आधुनिक नै सुनाउँछु। एउटा आधुनिक गीत सुनाउनुहोस् त यो बिहानी प्रहरमा। आमा आमा तिनीहरूले जेसुकै भनुन् म बहुला होइन। आमा आमा तिनीहरूले जेसुकै भनुन् म बहुला होइन। आमा आमा मैले गर्न नहुने केही गरेकै छैन, बोल्न नहुने केही बोलेकै छैन। मेरो आँखा छ हेर्न पाऊँ भन्छु पेट छ खान पाऊँ भन्छु। मेरो आँखा छ हेर्न पाऊँ भन्छु पेट छ खान पाऊँ भन्छु। आमा आमा तिनीहरूले जेसुकै भनुन् म बहुला होइन। आमा आमा। हजुर, आमा तिनीहरूले जेसुकै भनुन् म बहुला होइन। कालजयी गीत। यो गीतको इतिहास बेग्लै छ। हामी जन्मिनुभन्दा पनि
अघिल्लो पुस्ताले गाउनु भएको हामीभन्दा जेठो गीत हो कि यो होइन, तर यो बहिनीले जस्ताको जस्तै टिपेर गाउँदाखेरि मलाई के लाग्यो भने उनसँगको यो सङ्गीतको ज्ञान, उनसँगको यो साधना एकदमै यो सङ्गीत नसिक्दै गर्दा पनि यस्तो खालको छ भने यदि उहाँले सङ्गीत सिकेर यस्तो खालको गीतहरूलाई प्रस्तुतिकरण गर्ने हो भने सायद यो आवाजले सङ्गीत बजारलाई खानेछ अथवा सङ्गीत बजारलाई तताउनेछ। उज्जवल भविष्यको पनि कामना गर्न चाहन्छु जेनिसा। निकै मिठो आवाज छ यहाँको र एउटा आधुनिक गीत सुन्यौँ, एउटा लोकगीत सुन्यौँ। हामी फेरि एउटा समूहगत भिडियो पनि बनाउनेछौँ तपाईँहरूको टिमसँगै। यो अगाडि पृष्ठभूमिमा छोटो यहाँको केबिएम खबर पेज लगायत अन्य पेजमा चाहिँ राख्नका लागि छोटो भिडियो खिचेको छु। उहाँहरूको प्रतिभा, विशेष त जेनिसाको प्रतिभा मन परेमा यो भिडियो सेयर गरिदिनु होला, लाइक सेयर कमेन्ट गरिदिनु होला। दर्शकलाई त्यो आग्रह पनि यहाँनिर गर्न चाहन्छु। अन्तिममा छोटो एउटा गीत राखौँ, त्यसपछि अहिलेलाई चाहिँ बिदा हुनेछौँ यो भिडियोबाट। हामी फेरि अन्य भिडियोहरू पनि लिनेछौँ। के सुनाउनुहुन्छ? म चाहिँ एउटा देउडा गीत सुनाउँ कि? ओके, लोक भयो, आधुनिक भयो, एउटा देउडा। ल, सबैमा उहाँको दखलदार रहेछ भन्ने बुझिन्छ। देउडा। रानीले नु आई गई राजाले चिनेका धारा, रानीले नु आई गई हृदयहरू आई गई छाडी जाने निर्गुणीले, हृदयहरू आई गई। अलिकति मलाई देउडा चाहिँ राम्रोसँग गाउन आउँदैन है। ए हजुर, त्यही मात्रै प्रयास गरेको, म यति नै गाउँछु। ओके, हस्, धन्यवाद। देउडा पनि सुन्यौँ, हाम्रो स्थानीय कल्चर, स्थानीय संस्कृति। विशेष त उहाँले त्यो अभ्यास गरे पनि उहाँको आवाजमा सुइटेबल नै छ, तर देउडामा भन्दा आधुनिक र लोकगीत बढी अभिरुचि छ भन्नुभएको छ। जस्तो हाम्रो सुदूरपश्चिम मध्यपश्चिममा बढी गाइने देउडा पनि हो। त्यो गीत सङ्गीतलाई पनि उहाँले माया त गर्नुहुन्छ र एउटा विधागत रूपमा लोक र अझ भनौँ आधुनिक गीतमा उहाँको अभिरुचि रहेछ। हुन्छ, आगामी दिनमा फेरि पनि यहाँको साङ्गीतिक उज्जवल भविष्यको कामना गर्न चाहन्छु। यो आवाज लुकेर नबजोस्, सबै दर्शक श्रोता समक्ष पुगोस्, त्यसका लागि हामी पनि प्रयत्न गर्नेछौँ। रेडियो केबिएम एफएम, त्यसै गरेर केबिएम टिभी अनलाइन लगायत हाम्रो कमल बजार मिडिया प्राइभेट लिमिटेडका विभिन्न अन्य जुन हाम्रा सहायक संस्थाहरू छन्, कमल बजार दैनिक.com र हाम्रो प्रगतिशील सञ्चार समूह कमल बजार आसाम लगायतका विभिन्न सञ्चार माध्यमबाट पनि तपाईँका आगामी दिनमा यी प्रतिभाहरूलाई बाहिर ल्याउन प्रस्तुत गर्नका लागि हामी पनि महत्त्वपूर्ण भूमिका खेल्नेछौँ र हाम्रा दर्शकहरूले पनि तपाईँहरूको यो प्रतिभालाई मन परेर सेयर गरिदिनु हुनेछ। देश विदेशमा तपाईँको आवाजलाई अहिलेको भाषामा भन्दाखेरि भाइरल, त्यति त नभनौँ होइन, भाइरल भन्ने शब्द आफैमा, किनभने मन पराउनु रुचाउनु नै हो, त्यो गरिदिनु हुनेछ। सबैले मिलाएर सेयर गरिदिनु होला भन्ने आग्रह गर्दै हुन्छ। मलाई यति बेला क्यामेरामा चाहिँ उहाँलाई धेरै धेरै, प्रकाश सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र म आवाजको दुनियाँको साथी कोन नेपाली पनि अहिले चाहिँ बिदा हुन चाहन्छु। नमस्कार।